स्वागत छ। आज हामी नेपालका केही छानिएका पर्यटकीय स्थलहरूबारे कुरा गर्दैछौँ हामीसँग भएको जानकारीको आधारमा। नमस्ते। उद्देश्य चाहिँ यी ठाउँहरू किन यति महत्त्वपूर्ण छन्, किन मान्छेलाई तान्छन् भन्ने कुरा अलिक गहिरिएर हेर्ने हो। हो, ठिक हो। ल सुरु गरौँ काठमाडौँ उपत्यकाबाटै है त। यहाँ त स्वयम्भूनाथ, पशुपतिनाथ अनि भक्तपुर दरबार क्षेत्र जस्ता कति महत्त्वपूर्ण ठाउँहरू छन्। काठमाडौँ उपत्यका आफैमा एउटा जीवित सङ्ग्रहालय जस्तै छ क्या। स्वयम्भूनाथले बौद्ध धर्मको प्रतिनिधित्व गर्यो हो। पशुपतिनाथ फेरि हिन्दूहरूको आस्थाको केन्द्र। यो जुन धार्मिक सङ्गम छ नि, एकदमै अनुपम छ है। हो नि, दुवै धर्मका मान्छेहरू उत्तिकै श्रद्धा राख्छन्। यसले त नेपालको त्यो सामाजिक सहिष्णुता पनि देखाउँछ होइन त? हो त नि। अनि भक्तपुर दरबार क्षेत्र त्यो त युनेस्को सम्पदा सूचीमा पनि छ। भक्तपुर त्यो त एउटा छुट्टै संसार जस्तो। प्राचीन नेवारी वास्तुकला, त्यो बेलाको सहरी योजना एकदमै जीवन्त। त्यो जीवन्तता आज पनि अनुभव गर्न सकिन्छ होला है त्यहाँ गल्लीहरूमा घुम्दा। अवश्य। त्यो खाली सङ्ग्रहालय मात्रै होइन क्या, आज पनि एउटा सक्रिय सहर हो। त्यहाँका मान्छे, संस्कृति, चाडपर्व सबैले त्यो इतिहास बोकिरहेकै छन्। ए ल अब अलिकति बाहिर लागौँ है त उपत्यकाबाट। पोखरातिर जाउँ न। पोखरा प्रकृतिले साँच्चै धेरै दिएको ठाउँ हो नि। फेवा तालमा डुङ्गा चढ्दा माछा पुछ्रेर अन्नपूर्णको त्यो छाया देखिन्छ नि पानीमा, कस्तो लोभ लाग्दो एकदमै। अनि सारङकोटबाट सूर्योदय त्यो पनि गजबकै छ। त्यहाँ त छोटो अवधिको माछा पुछ्रे ट्रेक पनि गर्न मिल्छ अरे है। हो, पोखरा आफैमा अन्नपूर्ण क्षेत्र पदयात्राको मुख्य प्रवेशद्वार जस्तै हो। अनि छोटो ट्रेक गर्न चाहनेलाई पनि विकल्पहरू छन्। अनि पोखरा नजिकै चितवन राष्ट्रिय निकुञ्ज पनि छ होइन? प्रकृति मात्रै होइन, वन्यजन्तु पनि। ठिक भन्नुभयो। चितवन तराईको एकदम महत्त्वपूर्ण निकुञ्ज, खास गरी एकसिङ्गे गैंडा र बाघको लागि। गैंडा त देखिन्छ भन्छन् धेरैले, बाघ चाहिँ? बाघ पनि पाइन्छ, तर बाघ देख्न चाहिँ अलि भाग्यकै कुरा हुन्छ। तर त्यहाँको थारू संस्कृति पनि अनुभव गर्न पाइन्छ। हात्ती सफारी, जीप सफारी। ए भनेपछि प्रकृति र संस्कृति सँगसँगै रहेछ त्यहाँ पनि। हो नि, नेपालको विशेषता नै त्यही हो क्या। ताल, हिमाल, जङ्गल अनि त्यहाँको स्थानीय जीवनशैली सबै एकै ठाउँमा। यो मिश्रण अरू ठाउँमा पनि होला नि, जस्तै लुम्बिनी अनि मनोकामना। अवश्य। लुम्बिनी त झन् गौतम बुद्धको जन्मस्थल, विश्वभरका बौद्ध मार्गीहरूको लागि एकदमै पवित्र स्थल हो। शान्तिको सन्देश दिने ठाउँ हो। अनि त्यहाँ विभिन्न देशले बनाएका गुम्बाहरू छन् नि, त्यसले एउटा अन्तर्राष्ट्रिय सद्भाव पनि झल्काउँछ। अर्कोतिर मनोकामना, त्यो फेरि अलि फरक। केबल कार चढेर जाने है? केबल कार चढेर डाँडामा रहेको मन्दिर। यहाँ चाहिँ त्यो धार्मिक आस्था र आधुनिक प्रविधि कसरी मिलेको छ भन्ने देखिन्छ। मान्छेहरू मनोकामना पूरा हुन्छ भनेर जान्छन्। ए आस्थाको कुरा आयो। अनि अर्को साहसिक यात्रा नि, सगरमाथा आधार शिविर। ओ, सगरमाथा बेस क्याम्प त्यो त विश्वकै आकर्षण भइहाल्यो। त्यसमा लुक्ला विमानस्थल पनि पर्छ। त्यसलाई त विश्वकै खतरनाक मध्ये एक भनिन्छ नि, किन होला? केही खतरनाक भन्दा पनि चुनौतीपूर्ण भन्नु पर्ला, किनभने त्यसको धावन मार्ग एकदम छोटो छ अनि अलि बिरालो पनि। हिमाली मौसम त छँदैछ, तर त्यो आफैमा एउटा रोमाञ्चक अनुभव हो। अनि नाम्चे बजार छ, शेर्पा संस्कृतिको केन्द्र। ए हो र? नाम्चे बजारको के महत्त्व छ खास? त्यो सगरमाथा क्षेत्र पदयात्राको मुख्य हब जस्तै हो। त्यहाँ हिमाली जीवन, शेर्पा संस्कृति अनि संसारभरिबाट आएका पदयात्रीहरूको एउटा गजबको मिश्रण देख्न पाइन्छ। भनेपछि तीर्थयात्रा र साहसिक यात्रा दुवैको महत्त्व रहेछ नेपालमा। लुम्बिनी, मनोकामना एकातिर, सगरमाथा अर्कोतिर। एकदमै। आस्था र साहस दुवै। अनि अलि फरक खालको अनुभवको लागि रारा ताल पनि छ है, नेपालको सबभन्दा ठूलो ताल। हो, रारा अलि दुर्गम छ, तर पुगेपछि लाग्छ साँच्चै स्वर्ग यही हो कि। त्यो निलो पानी, वरिपरिको शान्त वातावरण। एकदम शान्त। एकदमै। भिडभाड भन्दा पर प्रकृतिसँगै एकाकार हुने ठाउँ। यसले नेपालको त्यो पर्यटकीय विविधतालाई अझ फराकिलो बनाउँछ नि। हो त नि। ल यति धेरै ठाउँहरूको कुरा गर्यौं। अब यी ठाउँहरू घुम्न जाँदा के व्यावहारिक कुराहरू पनि छन् होला नि, जस्तै कहिले जाने, के चाहिन्छ? छन् नि। जस्तै यात्राको लागि उत्तम समय भनेको शरद ऋतु, असोज, कार्तिक, मङ्सिरतिर। अनि वसन्त,
फागुन, चैत, वैशाख मौसम एकदमै राम्रो हुन्छ। ए अनि पदयात्रा गर्ने हो भने टिम्स कार्ड भन्ने चाहिन्छ। यो पदयात्रीको सुरक्षा र जानकारीको लागि हो। अनि निकुञ्ज वा संरक्षण क्षेत्र पस्दा प्रवेश शुल्क तिर्नुपर्छ, अनुमति लिनुपर्छ। यी कुराहरूले यात्रालाई अलि व्यवस्थित र सुरक्षित बनाउँछ होला है। हो, पक्कै पनि। त्यसो भए आजको यो हाम्रो कुराकानीलाई हेर्दा नेपाल साँच्चीकै प्रकृति, संस्कृति र साहस भनौँ न यी सबैको एउटा गजबको सङ्गम रहेछ। हिमालको उचाइदेखि तराईको जङ्गलसम्म, अनि प्राचीन मन्दिरदेखि आधुनिक केबल कारसम्म, शान्ततालदेखि संसारकै अग्लो चुचुरोको आधार शिविरसम्म, कति धेरै विविधता। हो, विविधता नै यसको सुन्दरता हो। त्यो हिमाल, मन्दिर र मुस्कानको देश भनेको सायद यही होला। हो। तर हामीले अहिले कुरा गरेको त केही चर्चित ठाउँहरू मात्रै भए। नेपालको खास गहिराई सायद यी ठाउँहरूभन्दा पनि अलि पर, यहाँको भूगोल, अनेक संस्कृति अनि मान्छेको दैनिक जीवनमै बसेको जुन आध्यात्मिकता छ नि, हो, त्यो बीचको जुन अन्तर्सम्बन्ध छ त्यसलाई बुझ्नुमा पो छ कि। यी तीन कुरा, प्रकृति, संस्कृति र साहसमध्ये कुन चाहिँले सबैभन्दा बढी तान्छ होला मान्छेलाई? यो आफैमा एउटा सोच्न लायक प्रश्न हो।